यो 1995 99 हो 1995 हो अझै छ है अझै हो होन्डा म त RX 16 भन्नु थियो CD 100 सिडी 100 तपाईले यो कहिले बाट चलाइराख्नु यो हैन मैले 1.5 वर्ष भयो मैले चलाएको त धेरै भएको छैन हजुर ब्लग कहिलेकाहीँ त्यस्तै छ ओ माई गॉड कस्तो आनन्द आयो यार त्यत्रो बेर जाममा बसेर ओए त्यहाँ त्यत्रो बेर जाममा बसेर अनि त्यसपछि यता आउँदाखेरि त खुसी भयो भने अनि भेटघाट पनि भयो त्यहाँ यसो चिने जानेकोहरूसँग इट्स बिन अ वाइल है यसो यो सराय रामहरू यताउता नहेरेको सराय नाच त्यो हेर्न पनि पायो ठाडाको पनि हेर्न पायो अनि यताको पनि हेर्न पायो अब पहिलो कुरा चाहिँ यसरी नरोक्दाखेरि अलिकति रिस उठ्ला मान्छेलाई तर बुढाबुढी मान्छे यसो नचिनेको मान्छेसँग लिएर हिँड्यो भने अलि रिस्की के हुन्छ भन्दा लडिहाल्यो भने यताउता भइहाल्यो भने बाइकबाट मैले अथवा सँगै लड्यो भने चाहिँ झ्याउ हुन्छ क्या त्यही हो अनि मेरो बाइकको पावर त्यति राम्रो छैन भने मैले धेरैचोटि पनि भइसकेको छु यो कुरा है अनि त्यसपछि ओइ पानीको छिटो पऱ्यो पावर राम्रो छैन मेरो बाइकको अनि त्यही भएर उकालोमा गाह्रो हुन्छ बुढाबुढी मान्छे त्यही भएर हो मैले नरोकेको अलि पावरफुल बाइक भएको भए चाहिँ मैले लिएर जान्थेँ 100% स्योर नै तर पावर नभएपछि गाह्रो हुन्छ सो त्यही हो पावर नभएर गाह्रो त हुन्छ तर पानीको छिटो पनि आयो यार ल आज चाहिँ कस्तो छ भन्दा हामी जुकेना यो एरियालाई जुकेना भन्छ सिद्धगङ्गा नगरपालिका पानीको छिटो त पऱ्यो त यार अनि यहाँ चाहिँ आजको दिन चाहिँ सराय नाच हुन्छ भेरी भेरी ट्रेडिसनल दसैँमा हुने नाच हो यो चाहिँ अनि त्यसपछि यो सराय नाचमा चाहिँ अर्को के हुन्छ भन्दा स्पेसल चाहिँ जो सबैजना ग्यादरिङ फ्यामिली मेम्बर्सदेखि लिएर सबै कुराहरू हुन्छ हैन त्यही भएर हो है अब यस्तो बुढाबुढी अनि त्यसलाई लिफ्ट नदिँदाखेरि त कस्तो चित्तै दुख्न त अब रिक्स मैले भनिसकेँ बुढाबुढी लडे यताउता गऱ्यो भने झ्याउ हुन्छ दोस्रो कुरा चाहिँ मेरो बाइकमा पावर नै छैन भने अहिले ओह्रालोमा त गइरहेको हुन्छ उकालोमा चाहिँ पावर अलि ल्याक फिल हुन्छ नि त त्यही भएर मैले चाहिँ लिफ्ट नदिएको हो नत्र हो भने अफकोर्स दिइहाल्थेँ किन भन्दा ब्याक इन द डेज म पनि यसरी हिँड्ने गर्थेँ यति यिनी बाटोहरूमा है सो त्यही भएर अनि अरू यस्तै छ पानीको छिटो परिरहेछ लाइक कतिको परिरहेछ क्यामेरामा
अनि त्यसपछि अरू ठिक छ, चिल छ। ओहो आयो अर्को खासी तोप। मलाई स्लिप खाँदै हिँडेर छ नि त म, अनि ठ्याक्क उसमा को भइरहेको रहेछ, ठ्याक्क टर्निङमा त जिप पो आइरहेको रहेछ। ये लेट्स गो। ल भाइ तपाईँ अहिले पानीका छिटाहरू परिरहेछ भने अनि त्यही भएर म चाहिँ अनि त्यही भएर चाहिँ म हल्का अलिक छिटो जान खोजिरहेको छु होइन, त्यही हो। है अब यहाँबाट चाहिँ हामी उकालो लाग्नुपर्ने हुन्छ। अस्ति पनि म स्टप गरेको थिएँ यहाँ टक्क, अस्ति पनि म यस्तो स्टप गरेको थिएँ है। अनि सरलाई यहाँ मैले भिडियो गरेँ यतातिर उतातिर, दामी सनसेट भइरहेको थियो। अघि यहाँ मैले एउटा दामी सर्ट लिएको छु। खोलाको आवाज कस्तो ठुलो छ त अहिले त, पक्कै पनि लाइक यो खोला बढ्छ होइन। यस ल 360 भ्यू त अब यस्तो देखिरहेछ है। खोला भइहाल्यो, शीत खोला यहाँ पट्टिसाले बनाएर रहेछ, माथि पनि राइस फिल्ड, तल पनि राइस फिल्ड। अनि त्यसपछि यस दिस इज इट माई 1995 सिटी 100 टक्क होइन। अघि एकजनाले सोधिरहेको थियो, म सट्टै हिँड्न लाग्थेँ अनि एकछिन रोक्नुहोस् न भनेर ठ्याक्क भिडियो स्टार्ट गर्न लाग्थेँ मैले, अनि उसले एकछिन रोक्नुहोस् न भनेर उ गरिरहेको थियो। बाइकले धुवा फालेकै छ। हो भने बाइकले धुवा फालेकै छ। अनि कस्तो आयो अघि ठ्याक्क त्यो जाममा एउटा अङ्कल थियो, उसले बाइक चलाउन नआएको हो कि उसको बाइक अफ भइरहेको हो कि घाँस ल्याङ भयो भने। अब मैले त उता काठमाडौँतिर त सानोतिनो जाम पऱ्यो अथवा यस्तो जाम पऱ्यो भने त स्वाट लिएर हिँडिहाल्छ नि त। धेरै जस्तो त्यही हो क्या, उतातिर त अलिअलि सानोतिनो जाम पऱ्यो के पऱ्यो भने त सानो बाटो पायो कि छिराइहाल्छ नि त धेरै जसोले। अनि त्यस्तै सोचेर सट्टै छिराउँला भनेको अगाडि त्यो अङ्कलले ल्याङ गरेर दुईचोटि त के हानेको क्या उसले यार। उसको स्प्लेन्डरलाई देखेर मलाई क्या माया लागेको थियो यार। मैले चाहिँ त्यो म बिचरा हो जस्तो लाग्थ्यो, तर होइन रहेछ। म बिचरा भन्नाले मेरो बाइक बिचरा हो कि जस्तो लाग्थ्यो, तर होइन रहेछ यार। ल अनि त्यसपछि हाम्रो ग्राभल सेक्सन छ यहाँ। ग्राभल सेक्सन छ होइन। अनि त्यसपछि अब पक्की सुरु भयो, अब उकालो चढ्न पर्छ। मेरो कस्तो यो गिजा दुखेको छ भने यार आज, खै किन हो कसरी हो, लाइक कस्तो गिजा दुखेको छ भने। अनि त्यसपछि गिजा दुखेको छ अनि म भिडियो बनाइरहेको छु चल्छ। अनि अर्को चाहिँ फोन भुलेर आइदिएछु म है।
मान्छे कस्तो अजिब छ है, लाइक कोही मान्छेले फोन भुल्छ भने लिटरली कसैले फोन भुल्छ त, मैले फोन भुलेर आएछु क्या भने कस्तो छ अवस्था। अनि त्यसपछि फोन भुलेर आएछु म। फोन भुलेर आइसकेपछि समस्या भयो। डेली सिरिज मैले टिकटकमा इन्स्टाग्राममा भिडियोजहरू राखिरहेको हुन्छु होइन। अनि त्यसपछि मेरो चाहिँ प्लानिङ चाहिँ के थियो भन्दा लाइक यति बसे पनि मेरो आफन्तीहरू धेरै हुनुहुन्छ, डाकु हो कि क्या हो गन छोपेर बसेर रहेछ अनि आफन्तीहरू हुनुहुन्छ, यति बस्नु पर्ला भन्ने मेरो प्लान पनि थियो, तर लाइक फोनै भुलेर आएछु। कस्तो अजिब भने है, फोन नै भुलेर आएछ मैले। अनि त्यसपछि चाहिँ लाइक के गरौँ कसो गरौँ भयो। अनि दाँत पनि वाइल्ड देखाएछ भने यार, कस्तो दाँत दुखेर यार। अनि यता यता हेऱ्यो स्प्लेन्डर मात्रै भने धेरै जस्तो। हिरो हिरो केटाहरू म डाइरेक्ट 40 बाट 20 मा 2 सेकेन्डमा आएँ नि यार। अनि त्यसपछि मेरो साथी मुकेशको घर मैले जस्ट ओहो आस्ते साउन आयो त यार। मेरो साथी मुकेशलाई अघि मैले तल झर्ने बेलामा भेट भएको थियो होइन, विथ अ रियली गुड कन्भर्सेसन। अनि त्यसपछि मैले एउटा भिडियोमा मैले मुकेशको कुरा पनि गरेको थिएँ कि होइन, ठ्याक्कै मेरो साथीको घर यहाँ छ भनेर। अनि त्यसपछि चाहिँ मैले मुकेश भन्ने कुरा गरेको थिएँ। मेरो साथीसँग पनि भेट भयो आज सरप्राइजिङली, उसले मलाई चिनायो ठ्याक्कै चिन्यो। अनि त्यसपछि मेरो लाइक फिजिकल अपिरियन्स हुन्छ नि यस्तो केही चेन्ज भएको छैन क्या, लाइक हुन्छ नि स्कुल चाहिँ होइन, हाई स्कुलबाट यता पछाडि त लाइक लिटरली केही नै चेन्ज भएको छैन। उसले ठ्याक्कै एकै नजरमा चिनिदिइरह्यो, टाढो थियो ऊ चाहिँ क्लासमा यताउता सबै कुरामा टाढो थियो। अनि ऊ ठ्याक्कै चिनिरहेको रहेछ मलाई। अनि त्यसपछि थग्बो लाग्यो यार। अघि पानीका छिटा आउनु लागिरहेको थियो होइन, अनि त्यसपछि चाहिँ अहिले चाहिँ छैन।
अहिले चाहिँ पानी आइरहेको चाहिँ छैन। लास्टै आज मैले इन्जिनमा यस्तो प्रेसर दिएको छु नि, अघि जाँदा पनि यस्तै उ गरेर चला, यस्तै त्यो अफरोडमा घटाङ र गुन्टुङ घन्टाङ र गुन्टुङ घन्टाङ र गुन्टुङ घन्टाङ र गुन्टुङ त्यसै चलाउँदै गएको थिएँ। त्यो भिडियो खतरा हुनेवाला छ है, मलाई 100% थाहा छ। अनि त्यसपछि चाहिँ अहिलेको पनि लाइक यस्तै पेली तानी एकदम जबरजस्ती हुन्छ नि, फोर्सफुल्ली गरेर पुस गरेर इन्जिनलाई त्यो गियरमा इच एन्ड एभ्री गियर हुन्छ नि त्यसमा पुस गरी आएको छु क्या म। त्यही हो। अब अमराई बजारमा आउनु लागिसकेँ, अर्घाखाँची जिल्ला सिद्धगङ्गा नगरपालिका। अनि यो चाहिँ अहिले हामी कहाँ छौँ भन्दा अमराई बजार भन्छ यसलाई, हामी त्यतातिर छौँ। किन मैले एकदम यसरी चलाएको भन्दा मैले बाइक अस्तिसम्म एकदम एक्युरेट ठिकठाक थियो होइन। अनि मैले यहाँ काठमाडौँबाट आइसकेपछि पनि लाइक अक्खा चढिरहेको थिएँ क्या, बाइकमा धुवासँग केही पाएको थिएन, यताउता केही गरिरहेको थिएन। तर अल अफ अ सडन अस्ति मैले सर्भिस गराएँ, यताउता गराएँ, नयाँ मोबिल हालेँ, जेन्युन मोबिल हाल्छु क्या मैले जहिले सिकेँ। फेरि ओहो टिकटक बनाएको कि नाचेको। अनि जेन्युन मोबिल हालेर हुन्छु क्या मैले। अनि त्यसपछि त बाइकले त झन् धुवा पो फाल्छ यार। एन्ड आई वाज लाइक वाट होइन। त्यसपछि मलाई रिस उठ्यो, त्यही भएर मैले कस्तो जबरजस्ती यहाँ इच एन्ड एभ्री सिङ्गल गियरमा लाइक हुन्छ नि रेभ गर्दै अनि त्यसरी चलाइरहेको छु क्या मैले। एकदम रिस उठेर पनि हो, यस्तो माया गरेँ बाइकलाई, यस्तो केयर गरेँ, यताउता सबै गऱ्यो बाइकको, तर छैन। के छैन त भन्दा लाइक धुवा फालिरहेको छ बाइकले त मायासँग। त्यही भएर मलाई रिस उठेर हो। ल हामी अमराई बजार क्रस गरेर अब बुटोल जाने बाटो हो यो चाहिँ, गोरुसिङ्गे सन्धि खड्काको हाइवेमा छौँ हामी। अनि त्यसपछि गोरुसिङ्गे सन्धि खड्काको हाइवे भन्छ यसलाई। अनि त्यही हो, अरू ठिक छ। ए साँच्चै गुड। मेरो बाइकको अलिकति पिकअप राम्रो किन भएको छ थाहा छ? मैले अलि अस्ति त्यो चेन्ज पकेटको अगाडिपट्टिको त्यो रिम चाहिँ चक्का हो कि त्यो चाहिँ चेन्ज गरेको थिएँ कि, त्यही भएर बाइकले तानिरहेको छ। यस्तो किन तानेछ भनेर मैले अलिकति किन तानेछ बाइकले भनेर अलिकति गेस गरेको। त्यो अगाडिपट्टिको त्यो चाहिँ गइसकेका अगाडिको त्यो रिमको भन्छ के भन्छ त्यसको दाँतहरू गइसकेको रहेछ। त्यो मैले चेन्ज गरिरहेको थिएँ कि। सो द्याट इज द रिजन बाइक हेज इट्स बिट लाइक अलिकति पावर पहिलाभन्दा। अनि त्यसपछि बाइकले धुवा फाले पनि फालोस् भनेर मैले त जबरजस्ती इच एन्ड एभ्री गियरमा बाइकलाई प्रेस गर्दै हिँडेको छु भनेर। अनि मलाई लाइक हुन त सहरमा धेरै चलाइरहेको भएर होला अथवा मेरो, अनि अर्को कुरा मेरो बाइक एकदम लाइट छ क्या, इट्स भेरी लाइट। त्यही भएर पनि होला लाइक मलाई चलाउनुमा चिल भइरहेछ। इमर्जेन्सी ट्याक्क रोक्नु पऱ्यो भने पनि झ्याप्प रोक्छु मैले, आई क्यान डु इट होइन। अनि त्यसपछि ग्राभलमा मैले यसरी चाहिँ चलाएको थिइनँ, अलि टप स्पिडमा भन्नाले अलिक धेरै स्पिडमा मैले बाइक चाहिँ चलाएको थिइनँ। तर इट्स फन म्यान। ग्राभलमा पनि लाइक इजी नै लाग्यो मलाई, यस्तो गाह्रो चाहिँ लागेन। अनि इट्स रियली फन। ल 1995 सिडी 100 काठमाडौँबाट अर्घाखाँची जिल्ला अबाउट 350 किलोमिटर्स लिएर आएर फेरि मेरो प्लानिङ चाहिँ के थियो भन्दा बाइक सर्भिस गर्छु, सर्भिस गरेको 1-2 दिनमै म मुस्ताङ चलिदिन्छु भन्ने सोचिरहेको थिएँ क्या। मुस्ताङ चलिदिन्छु भनेर सोचिरहेको थिएँ। अनि त्यसपछि त बाइकले त धुवा फाल्छ, त्यही भएर पनि मलाई रिस उठ्यो हो क्या। मैले अक्खा गराउँछु नि त बाइक त, सर्भिस पनि लाइक राम्रै ठाउँमा गर्ने
जेन्युन पार्ट्सहरू युज गर्ने। फेरिसम्म मोबिल त हिरोकै हो हाल्ने मैले। अझै मैले त्यो फुल्ली सिन्थेटिक ओइल राख्न खोजिरहेको थिएँ कि होइन। अनि त्यसपछि त्यो चाहिँ अहिले चाहिँ नारे बाबा मोबिल घटिरहेको छ इन्जिनमा। अनि त्यसपछि साइलेन्सरबाट सेतो धुवा फैलिरहेछ। एउटा ओ माई गुडनेस, एक्सपोजर त अलिकति हुने होला, किनकि 81 घाम लागेको ठाउँ आएको छ, 81 फेरि क्लाउडी आएको छ। मलाई कस्तो कन्फिडेन्स चाहिँ किन आएको छ भन्दा मैले काठमाडौँबाट आउँदा यही कपडा लगाएको थिएँ क्या। अनि त्यसपछि त यही कपडा लगाएको थिएँ मैले। यो प्यान्टमा कस्तो कम्फोर्टेबल फिल हुन्छ भने बाइक चलाउनुलाई मलाई, खै किन हो। अनि जस लाइक इट्स गुड, ठिक पनि छ। अघि हतारमा भनौँ कि के भनौँ, फोनै नलिकन गइदिएछु क्या। हुन्छ नि, घरबाट हिँडेको छ म, लाइक फोनै बोकेको छैन क्या। मान्छे पनि लाइक कस्तो क्या हुन्छ नि, आफूलाई कहिले कस्तो बिचारा फिल हुन्छ यार। गाउँतिर हेऱ्यो भने त सबजनाको बिहे भइसकेको छ, बच्चाबच्चीदेखि लिएर बुढाबुढीको त अब पहिले भइसकेको हुन्छ बिहे, तर बच्चाबच्चीको सबैको धेरै जसोको बिहे भइसक्यो क्या। अनि त्यसपछि आउट लाइक वाट भइरहेको थियो। अनि अर्को कुरा चाहिँ आज म ठ्याक्कै म जन्मेको ठाउँ, अनि त्यसपछि म हुर्केको स्कुल, त्योहरू हेर्दाखेरि कस्तो खुसी लाग्यो यार होइन। हामी चाहिँ अहिले सिटगाउँ गएको थियौँ, कोप्चेबासमा छौँ। यो चाहिँ कोप्चेबासको ठाउँ। यहाँ चाहिँ हामी अलि पछि मुभ भएको कि सिफ्ट भएको हो। अनि त्यसपछि पहिला बत्ती थिएन उतातिर, बाटो राम्रो त्यति थिएन, अलि समस्या थियो गाउँघरमा। अलि धेरै पहिलाको कुरा, अलि धेरै विकास भइसकेको छ, राम्रो छ बाटोहरू पनि, धेरै कुरा राम्रो छ। अनि त्यहाँ चाहिँ जो राम्रै छ हाम्रो, त्यहाँ गएर आएको। अनि कस्तो लाइक रमाइलो भयो क्या त्यहाँसम्म। अनि मैले मेन्टल हेल्थको बारेमा कुरा गरेको एउटा भिडियो छ, त्यति बेला पनि म त्यही बाटो हिँडेको थिएँ। आज पनि अक्खा भिडियो बनाएको छ एउटा त। सरी एक्सक्युज मी। ल फाइनली म घर आइसकेँ, अर्को भिडियोमा भेटौँ ल। बाई फर नाउ, पिस आउट। जय चन्द्र सूर्य।